नमस्ते गाइज, म गीता श्रेष्ठ गीता सिटी युट्युब च्यानलमा हजुरलाई स्वागत छ। आज म चाहिँ हजुरहरूलाई यो दसैँको शुभकामना दिन लागिरहेको छु। ह्याप्पी दसैँ, सबैलाई राम्रो गरी चाड मनाउनु होला, दसैँ मान्नु होला। आम त दसैँ पनि छैन साथीहरू, आमालाई बेसरी मिस गरिरहेको छु, आमाको बेसरी याद आइरहेछ। आमा आउँदाखेरि केही न केही जानु मन लाग्थ्यो, रमाइलो लाग्थ्यो। आमाले 4 पैसा भए पनि लुकाएर दिनुहुन्थ्यो। गरिब छोरी धेरै चिन्ता लाग्छ राडी, धेरै चिन्ताले मर्ने भए म भन्नुहुन्थ्यो आमाले। जहिले मेरो चिन्ता गर्दै बित्नुभयो आमा पनि। कहिले धनी हुन सकेन गरिबीको कारणले। आमाको दुःख पनि कहिलेदेखि बुझ्नु सकिनँ। आमाको दशहरा दुःखको भारा पनि तिर्नु सकिनँ। उल्टै आमाको खाइराखेँ, आमाकै आसमा बसिराखेँ। अहिले पनि आमाले छोडेर जानुभएको 2 वर्ष भयो। आमाको बेसरी याद आइरहेछ, आमालाई बेसरी मिस गरिरहेछु साथीहरू। आमाले चाडबाडमा 2 पैसा 4 पैसा जम्मा गरेर भए पनि लुगा किनेर दिनुहुन्थ्यो, मासु किनेर खा, छोराछोरीलाई खुवा भनेर लुकाएर दिनुहुन्थ्यो। अहिले आमाको यादले बेसरी सताइरहेछ। आज टिका हो, घर पनि नरमाइलो छ। अनि आमासँग 16 वर्षमा आमासँग जन्मायो, हुर्कायो। आमासँग 16 वर्षमा बसेँ, 16 वर्षपछि सासु आमाको जिम्मा लाएर आएर बसेको 60 वर्ष भयो अहिले। घरमा सासु आमा हुनु त त्यही सासु आमा पनि 3 महिना भयो बितेर जानुभयो। अनि घर पनि खाली छ, नरमाइलो छ, जाने ठाउँ पनि छैन। छन त दाजुभाइ दिदीबहिनीहरू छन्, उनीहरू भनेको अलिक माथिल्लो स्तरको छ, हामी भनेको तल्लो स्तरको छु साथीहरू। लाज हुन्छ, अब उनीहरू त बेहोरा चल्नु सकिँदैन, इज्जत राख्नु सकिँदैन। त्यही भएर दाजुभाइहरू आयो भने पनि बाटो काटेर हिँड्छन्। दिदीबहिनीहरू छन्, दिदीबहिनीहरूले पनि अब गरिब भएपछि बल्ल गरिदिन्छन्। जाने ठाउँ पनि छैन, दुःख लाग्छ। आज दसैँ एक्लै छु घरमा पनि। नानी छ, 2टा छोरा। एउटा छोरा ड्युटीमा गार्ड ड्युटी गर्छ, एउटा कान्छा छोरा हजुरआमाको पिरले हजुरआमालाई माया गर्थ्यो, पिरले बिरामी भएर छ, दबाई किन्नु चोकमा पठाएको छु। एक छाक छोराछोरीलाई मिठो खाना दिनु, राम्रो लाउनु दिनु पनि सकेको छुइनँ, आमा बितेर जानुभयो। आज टिकाको दिन हो, चोकमा गएर फोन गरेर मम्मी के पकाउनु भयो भनेर सोध्छ फोन गरेर। नानी के पकाउनु र आलु र लौका पकाएको छु भने, मासु पकाएको छ कि भनेर फोन गरेको होला। ए भनेर राखेको, त्यसले दुःख बुझेर। छोराछोरी जन्म दिएर हुर्काएर पनि राम्रो लाउन मिठो खानु नसक्दाखेरि मनमा खिन्न लाग्दो रहेछ साथीहरू। हजुर कुन ठाउँदेखि दिन्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गरिदिनु होला। र आमा हजुर कहाँदेखि माथिदेखि हेरिराख्नु भएको छ भने सपनामा भए पनि एकै फेर आएर मनमा सन्तोक दिलाइदिनु न है आमा।